Yes, sir. आकाश हजुर सर ल सुनिरहेछ Yes, sir. ल ल ल सुनिरहेछ ल ल अब यो स्लाइड अब तिमीहरू हेर स्लाइड तिमीहरूलाई स्लाइड डिस्प्ले हुँदैछ है त के देखाउँदैछ क्युब देखाउँदैछ हैन क्युब देखिरहेछौ स्क्रिनमा Yes. हो Yes, sir. अब क्युबको भोल्युम निकाल्दाखेरि के हुन्छ साइड यदि सबै ए छ भने के हुन्छ ए क्युब हुन्छ हैन देखिरहेछ नम्बर अफ एजेस त थाहा छ नि नम्बर अफ एजेस Yes. कति हुन्छ क्युबमा नम्बर अफ एजेस कति 12. देखाएको छ तिम्रो स्क्रिनमा 12 देखाएको छ हो देखाएको छ कि छैन हजुर देखाएको छ अनि नम्बर अफ फेस कति रे 6 नम्बर अफ भर्टिसेस भनेको ती 3 लाइन्स जोइनिङ एट अ पोइन्ट दैट इज नोन एज भर्टिसेस कतिवटा छ 8 वटा अनि Three. साइड शेप Yeah. कति साइड शेप कस्तो हुन्छ स्क्वायर हुन्छ है अब यहाँबाट तिमीलाई के क्वेशन सोध्न सक्छ नम्बर अफ एजेस इन क्यूब अथवा नम्बर अफ एजेस इन क्यूब भन्यो भने के हुन्छ 12 6 8 4 दियो भने के लेख्ने 12 लेख्ने नम्बर अफ फेसेस भन्यो भने 6 यो आइहाल्छ नम्बर अफ भर्टिसेस इन क्यूब भन्यो भने के भन्ने सुनिरहेछ 8. नम्बर अफ भर्टिसेस कति रे 8 हुन्छ 8. ल अब अर्को क्वेशन तिमीलाई आइरहेछ अर्को हेर है त क्वेशन नम्बर 1 मा के छ क्वेशन नम्बर 1 मा के आयो पढ त A dice is numbered from 1 to 6 in a different ways. If 1 is adjacent to 2, 3 and 5, then which of the following statement is necessary true? यहाँ ऑप्शन ए मा छ A is adjacent to 6, B is adjacent to 5, A is adjacent to 6 and 1 is adjacent to 5 छ भन्दाखेरि हामीले पहिले के गर्नु पर्यो डाइसको डायग्राम बनाउनु पर्यो जस्तो माना तिमी बनाउँछौ जस्तो यो बनायो एउटा डाइस बनाऊ यसरी डाइस बनायो क्वेशन के भन्छ अब कुनै डाइसमा 1 to 6 त्यो सबै डाइसमा 1 to 6 लेखेकै हुन्छ अथवा डटमा हुन्छ अथवा लेटरमा हुन्छ इफ 1 इज एडजेसेन्ट टु 2 3 5 माने यहाँ 1 छ यहाँ 2 छ यहाँ 3 छ भन्दाखेरि यो के हो 1 को एडजेसेन्ट के हो 2 3 हो 1 को एडजेसेन्ट के हो 2 3 हो त्यस्तै के भन्छ अब 5 त अर्कोपट्टि जान्छ 5 अगाडि देखा परेन तीनवटा फेस मात्रै देखा पर्यो अब 5 त अर्कोपट्टि छ यसको भन्दाखेरि के छ देन व्हिच अफ द फलोइङ स्टेटमेन्ट इज नेसेसरी ट्रू 4 इज एडजेसेन्ट टु 6 अब यसको अर्को फेसमा हेर्यो भने यसको अर्को कपी बनायो भने अर्कोतिरको बनायो भने यस्तो हुन्छ हैन अब के भन्छ देन व्हिच अफ द फलोइङ स्टेटमेन्ट इज नेसेसरी ट्रू अब ए मा के छ 4 इज एडजेसेन्ट टु के रे 6 भन्छ त माने यहाँ 4 छ यहाँ 6 छ यहाँ के हुन्छ 5 हुन्छ यो अर्कोपट्टि भयो भन्दाखेरि स्टेटमेन्ट 1 इज ए इज करेक्ट हुन्छ है स्टेटमेन्ट ए के हुन्छ करेक्ट हुन्छ क्वेशन देखिरहेछौ हैन अप्सन देखिरहेछौ हेलो Yes, sir. Yes, sir. which option is correct A. अप्सन ए इज करेक्ट हैन यस्तो हुन्छ मैले यो फिगर बनाएको छैन तर फिगर बनाएर सम्झाएँ जस्तो 1 को एडजेसेन्ट भनेको ठ्याक्कै टाँसिएको देखिने त 1 को एडजेसेन्ट 2 3 हुन्छ अथवा 2 को एडजेसेन्ट 1 3 हुन्छ 3 को एडजेसेन्ट के हुन्छ 2 1 हुन्छ त्यस्तै 4 को एडजेसेन्ट 5 6 हुन्छ सिमिलरली 6 को एडजेसेन्ट के हुन्छ 4 र 5 हुन्छ कुरा बुझ्यो त्यसैले यहाँ अप्सन Yes, sir. को ए 4 इज एडजेसेन्ट टु 6 करेक्ट हुन्छ ल अब नेक्स्ट मा हेर है नेक्स्ट क्वेशन छ आयो तिमीहरूको स्क्रिनमा नेक्स्ट क्वेशन हेर नेक्स्ट क्वेशन मा के आयो हेर त व्हिच सिम्बल विल बी अन द फेस अपोजिट टु फेस विथ सिम्बल सी यहाँ चारवटा डाइसको फिगर बनाएको छ एबीसी अर्को छ सीबीडी अर्को छ ईसीडी अर्को के छ
FED. अब तिमीले अलिकति यहाँ दिमाग लगाऊ. Which symbol will be on the face opposite to the face with symbol C? भनेको सिम्बल C को अपोजिटमा यो चारवटा डाइसलाई पढ र C को अपोजिटमा कुन लेटर होला भनेर तिमी गेस गर. गेस गर्न सक्छौ? गेस गर त कुन गेस हुन सक्छ. जस्तो फिगर सुरुको फिगर हेर्यो भने सी को एडजेसेन्ट के छ? ए र बी छ हो. त्यस्तै सी को एडजेसेन्ट के छ? ए र बी छ. माने यहाँ हेर न, यो ए हो, यो बी हो, यो सी हो. त सी को एडजेसेन्ट के हो? ए र बी हो. अर्को फिगरमा तिमी हेर्यो भने यो सी हो हैन, यो बी हो र यो डी हो. भनेको यहाँ सी को एडजेसेन्ट बी र डी छ, यहाँ सी को एडजेसेन्ट ए र बी छ. त्यस्तै अब अर्को फिगरमा हेर्यो भने, अर्को डाइसमा तिमी बनाएर हेर्यो भने, अर्को डाइसमा बनाएर हेर्यो भने यहाँनिर के छ? ई सी डी. त तिमी के देखिरहेछौ? यहाँ सी को एडजेसेन्ट ई र डी छ. तर अर्को फिगरमा हेर, अर्को डाइस बनाऊ. अर्को डाइसमा तिमी के देखिरहेछौ? यहाँनिर छ EFD. EFD भन्दाखेरि यो एफ के हो त? टोटली न्यू हो नि त. कुनैमा छ? सी भएको कुनै पनिमा सी. जस्तो यहाँ पनि सी छ, यहाँ पनि सी छ, अनि यहाँ पनि सी छ. त सी को एडजेसेन्ट के छ? ए चाहिँ सी को एडजेसेन्ट छ, बी चाहिँ सी को एडजेसेन्ट छ, अनि डी चाहिँ सी को एडजेसेन्ट छ, अनि ई चाहिँ सी को एडजेसेन्ट छ. भने कुन एडजेसेन्ट छैन? एफ. त एफ इज अपोजिट टु द, एफ इज अपोजिट टु द के? एफ इज अपोजिट टु के हुन्छ भन त? सी. सी को ठीक अपोजिट एफ हुन्छ. कुरा बुझ्यो? बुझ्यो कि बुझेन? हेलो यस सर. आकाश? हजुर सर, सुनिरहेछ. बुझ्यो? कुरा बुझ्यो? हजुर अरु कोही बुझिरहेछ. छ त्यहाँ? तिमी कसैलाई केही प्रब्लम भयो भने सोध है. सुरुमा नबुझ्न पनि सक्छौ. अब नेक्स्ट क्वेसन हेर्ने. नेक्स्ट क्वेसन के छ? नेक्स्ट क्वेसनमा हेर. नेक्स्ट क्वेसनमा छ, यसलाई मेटौ तपाईँ. ढालो भयो के अहिले? यसलाई राम्ररी मिलाएर क्लास जस्तो भएन. अब डस्टर लिने रे. डस्टर सस्टर लिएर धेरै विद्यार्थी भयो भने त यो त एक दुई दिन मात्रै हो, विद्यार्थी बढ्दै जान्छ है. यो पनि हालिदिने युट्युबमा आउँछ हैन. ल अब हामी हेर के छ? क्वेसन नम्बर 3 तिम्रो स्क्रिनमा आयो हैन. के छ? टु पोजिसन्स अफ अ डाइस आर शोन बिलो. What number will appear on the opposite to the face containing 5? अब 5 को अपोजिट मा के हुन्छ त? पत्ता लगाऊ त. दुईवटा डाइस छ. फर्स्ट डाइसमा के छ? फर्स्ट डाइसमा तिम्रो त्यहाँ लेखेकै छ, र पनि म ड्र गरिरहेछु. यो ड्र नगरे पनि हुन्छ, तर पनि तिमीहरूको सुविधाको लागि म ड्र गरिरहेछु है. डाइस ए मा के छ? यहाँ 2 छ, यहाँ 5 छ, यहाँ 1 छ. यो हो डाइस ए. अर्को डाइस यो हो तिम्रो, यो अर्को डाइस हो, यो डाइस हो. यहाँ के छ? 1 2 4 छ. के छ यहाँ? 1 2 4 छ. अब तिमी भन कि के सोधिरहेछ? 5 को अपोजिट के हुन्छ भनेर. त which one will be the opposite to 5? अप्सनमा के दिएको छ? 6 अप्सन दिएको. अप्सन हेर त. ए मा के दिइरहेछ? 2, ए को 2, बी को 4, सी को 1, डी को 6. के हुन्छ ल भन? 4. के हुन्छ? अब हेर यहाँ दुईवटा फेस कमन छ नि त. के कमन छ हेर? 2 र 1 कमन छ. यो 2 र यो 1, यो 2 भयो. यसमा पनि यो 1 र यो के हो? 2 कमन छ. हो कि होइन? त यिनीहरू अब अपोजिट के हुन्छ त? यो 5 will be opposite to 4. त 5 को अपोजिट के हुन्छ? 4 हुन्छ.
कुरा बुझ्यो जब दुईवटा फेस कमन छ भने थर्ड नम्बर इज अपोजिट टु द गिभन नम्बर इन द नेक्स्ट डाइस त यहाँ 5 को अपोजिट के हुन्छ 4 हुन्छ कुरा बुझेनौ 2 र 1 दिएको छ 5 दिएको छ एउटा डाइसमा अर्को डाइसमा के दिएको छ 1 2 4 दिएको छ त यहाँको 2 यहाँको 2 मिल्यो यो 1 र यो 1 मिल्यो एडजसेन्ट भयो अब के हुन्छ त 5 इज अपोजिट टु के हुन्छ 4 हुन्छ रेस्ट 1 जब दुईवटा कमन साइडहरु छ भने दुईवटा कमन फेस छ भने दुईवटा कमन फेस छ भने दुईवटा नम्बर कमन छ भने अर्को नम्बर एक अर्काको के हुन्छ अपोजिट हुन्छ भन्ने बुझ्नु पर्यो क्वेशन नम्बर 3 त्यस्तै क्वेशन नम्बर के हुन्छ क्वेशन नम्बर नेक्स्ट क्वेशन यसलाई मेटौं नेक्स्ट क्वेशन के हो क्वेशन हेर क्वेशन पहिला बुझ आन्सर गर हेर मिल्छ कि मिल्दैन which digit will appear on the face opposite to the face with alphabet D D को अल्फाबेट के हुन्छ अब तिमीहरु गेस गरेर भन ल D को अल्फाबेट के हुन्छ D को अल्फाबेट के हुन्छ कतिवटा नम्बर हुन्छ मान तिमी A B C D E F यो 6 वटा नम्बर भयो नि त 1 2 3 4 5 6 अब डाइस ए मा के देखिरहेको छ एबीसी दिएको छ डाइस ए मा के देखाइरहेको छ एबीसी दिएको छ हो अनि डाइस बी मा के देखाइदिएको छ एफसीई डाइस ए मा के देखाएको छ डाइस ए मा के देखाएको छ एबीसी देखाएको छ हैन र डाइस बी मा के देखाएको छ हो भन्दाखेरि डी को अपोजिट के हुन्छ त डी को अपोजिट के हुन्छ सी कमन ल्याउ यहाँ जस्तो सी लियो सी बाट के रोटेट करे क्लकवाइज रोटेसनमा जाने हैन अनि यो हुन्छ अब तिमीले यहाँ हेर्यो भने यहाँबाट पनि हामी पत्ता लगाउन सक्छौं यता लेखेर पनि गर्न सक्छौं भन्दाखेरि अब हामीले डी यहाँ देखाएको छ कि छैन छैन सर which digit will appear on the face opposite to the face with के रे अल्फाबेट डी त यहाँ देखाएको छैन हो कि हैन त अल्फाबेट डी को अपोजिट के हुन सक्छ अल्फाबेट डी को अपोजिट के हुन सक्छ है सी को एडजेसेन्ट के छ सी को एडजेसेन्ट ए र बी छ एउटामा अर्को सी को एडजेसेन्ट के छ ई र एफ छ भन्दाखेरि सी को अपोजिट के हुन्छ डी हुन्छ सी को अपोजिट के हुन्छ डी हुन्छ यो दुवै स्लाइडमा हेर्यो भने ए पनि दिएको छ हैन बी पनि दिएको छ अर्को एफ पनि दिएको छ सरी एफ पनि दिएको छ अर्को के दिएको छ ई पनि दिएको छ हो भन्दाखेरि अब के बाँकी रह्यो त कुन अक्षर देखा परेको छैन कुन जुन अक्षर देखा पर्दैन त्यो अपोजिटमा हुन्छ भन्दाखेरि सी को अपोजिट के हुन्छ डी हुन्छ है सी को अपोजिट के हुन्छ डी हुन्छ कुरा बुझ्यो सी को अपोजिट के हुन्छ डी हुन्छ अलिकति दिमाग लगाऊ अलि दिमाग चलायो भने तिमी बुझ्न सक्छौ अब हेर क्वेशन नम्बर 5 क्वेशन नम्बर 5 मा खै क्वेशन नम्बर 5 डिस्प्ले गर क्वेशन नम्बर 5 मा हेर अप्सन पनि डिस्प्ले गर अप्सन पनि दिएको छ क्वेशन नम्बर 5 मा के छ फ्रम द पोजिसन अफ अ क्यूब आर शोन बिलो अब चारवटा क्यूबको पोजिसन देखाएको छ व्हिच लेटर विल बी अन द फेस अपोजिट टु द फेस विथ 1 1 को अपोजिटमा के हुन सक्छ त विचार गर्ने 1 को अपोजिटमा के हुन सक्छ अब 1 सँग के छ त हेर 1 सँग के छ जस्तो स्लाइड तिमी 1 र
2 को स्लाइडको कुरा गर्यो भने डाइस स्लाइड भन्दा पनि डाइस भन। जस्तो हामी एउटा डाइस यो बनायौं यस्तो यो डाइस बनायौं यहाँ छ 1 2 6 1 2 6 छ। अर्को डाइस बनायौं अर्को डाइसमा छ 1 3 5 छ 1 3 5। अर्को डाइस बनाउने अर्को डाइसमा 4 5 3 छ 4 5 3 छ। अनि अर्को डाइसमा के छ यस्तो छ। अर्को छ 4 6 3 4 6 3। अब यो त 4 वटा फिगर मात्रै दिएको हो एउटा डाइसको, तर 2 वटा मात्रै करेक्ट हुन्छ। 2 वटालाई रिलेसन गरेर हामीले देखाउने हो। 2 वटालाई रिलेसन गरेर देखाउने हो भने यसमा 1 र 2 के छ कमन छ। 1 र 2 अरु कुनैमा कमन छ हेर त छैन। 1 र 2 कुनैमा कमन छ छैन। क्वेशन के भन्छ भने 1 को अपोजिट के हुन्छ भनेर 1 को अपोजिट के हुन्छ भनेर तिमीलाई देखाउन खोजेको छ है। अब 1 को एडजेसेन्ट के दिएको छ त हेर। यो 1 को एडजेसेन्टमा 2 छ 6 छ। अर्को के छ 3 छ र 5 छ हो। यो 1 को एडजेसेन्टमा 2 र 6 छ र के छ 3 र 5 छ हो। अब तिमी हेर, अब तिमी के हेर भने 4 को एडजेसेन्टमा हेर्ने। 4 को एडजेसेन्टमा के छ 3 छ 5 छ हैन। 3 छ र 5 छ। त अब कुन नम्बर बाँकी भयो त? कुन नम्बर बाँकी भयो? यहाँबाट यो माथिको हेर्यो भने कुन नम्बर बाँकी छ त? हामीले के 1 2 3 4 5 6 छ हैन। यहाँ 3 पनि दियो। 1 2 3 4 5 र कतिवटा नम्बर आयो 1 2 3 4 5 वटा नम्बर आयो भने कुन नम्बर यहाँ देखेको छैन त? यहाँ हामीले जुन लेख्यौं 1 को एडजेसेन्टमा कुन नम्बर छैन त 4 छैन। के छैन 4 छैन। अनि यहाँ आन्सर 1 को अपोजिट के हुन्छ 4 हुन्छ। 1 को अपोजिट के हुन्छ 4 हुन्छ। यो हेर्ने यहाँबाट फेरि हेर है त। जस्तो यो डाइस हेर्ने यो डाइस हेर्ने एउटै डाइसको यो 4 वटा रूप दिएको छ हामीलाई कन्फ्युज गर्नलाई। तर हामीले 2 वटा मात्रै लिने कुन मिल्छ कुन मिल्दैन। जस्तो 1 को एडजेसेन्ट 6 र 2 छ। यहाँ 1 को एडजेसेन्ट 3 र 5 छ। त यो 2 3 5 6 त हुन सक्दैन अपोजिटमा। त अपोजिटमा के हुन सक्छ त 2 3 5 6। अब के बाँकी भयो त 4 बाँकी भयो। त 4 इज अपोजिट टु के हुन्छ 4 इज अपोजिट टु 1 हुन्छ। यहाँ 4 इज अपोजिट टु के रे 1। यसरी बुझ्ने है। डस्टर चाहिन्छ यो राम्रो भयो। अब नेक्स्ट क्वेशन हेर है त। नेक्स्ट क्वेशन नेक्स्ट स्लाइड प्लिज। के छ नेक्स्ट स्लाइडमा Here 4 positions of a cube are shown. एउटै क्यूबको 4 वटा पोजिसन दिएको छ। Which sign will be opposite to star? अब अपोजिट स्टारको अपोजिटमा के हुन सक्छ? अब यसले ठुलो पारा हामीले तिमीले जस्तो हामी डाइस बनाऊ पहिला नबनाउँदा तिमीहरूले नबनाउँदा हुन्छ। त्यहाँ छँदैछ तिमीहरूकोमा फिगर यस्तो भयो के छ एट द रेट अफ छ हैन। माथि के छ स्टार छ एट द रेट माथि एस माथि ह्यास छ हैन ह्यास। यहाँ छ एट द रेट अफ। यहाँ के छ माथिपट्टिको साइन यो कन्ट्रोल हैन। ठीक त्यस्तै अर्को डाइस बनाउने। यो डाइसमा हेर्ने यहाँनिर के छ एक्सपोनेन्शियल साइन अफ एक्सक्लामेसन कन्ट्रोल अर्को एट द रेट अफ। त्यस्तै अर्को डाइस बनाउने अर्कोमा के छ ह्यास
इन्ट्रोगेसन स्टार। अर्को पनि बनाउने यसमा के छ ह्यास अर्को स्टार अर्को एट द रेट अफ। क्वेश्चन के भन्छ भने स्टार को अपोजिट के हुन्छ, स्टार को यसको अपोजिट के हुन्छ भनेर पत्ता लगाऊ। स्टार को अपोजिट के हुन सक्दैन पहिले पत्ता लगाउने, त्यो सबवटा हेर्ने। स्टार को अपोजिट के हुँदैन है, के हुँदैन स्टार को अपोजिट, यो स्टार को अपोजिट यो हुँदैन हो, साइन अफ इन्ट्रोगेसन हुँदैन। स्टार को अपोजिट के हुँदैन, ह्यास हुँदैन है। स्टार को अपोजिट के हुँदैन, एट द रेट अफ हुँदैन है। अर्को स्टार अर्को छैन भने अब अर्को कुन स्टार को अपोजिटमा के हुन सक्छ अब हेर। स्टार को अपोजिटमा के देखायो, साइन अफ इन्ट्रोगेसन देखायो 1, ह्यास देखायो 2 अनि अर्को एट द रेट अफ देखायो 3। अरु यहाँ कतै छ छैन भन्दाखेरि के हुन्छ त अब हेर्ने। स्टार को अपोजिटमा एट द रेट अफ यहाँ पनि दिएको छ, एट द रेट अफ यहाँ पनि दिएको छ हो। यहाँ के छ एट द रेट अफ। अब कुन दुईवटा स्लाइड हामीले झिक्दाखेरि हामी यो गर्न सक्छौं। अब 3वटा त भएन, 2वटा कमन लिने, 2वटा के लिने कमन लिने। अब स्टारमा लियो भने यसलाई हामीले लिन मिल्दैन, 2वटा कमन हामीले कुन लिने त्यो विचार गर्नु पर्यो। जस्तो यो लियो त्यसपछि के लियो एट द रेट अफ लियो, त्यसपछि के लियो यो ह्यास साइन लियो। अब यसमा लियो के लियो रे यो हैन। यसको अपोजिटमा के आयो, साइन अफ एक्सक्लामेसन आयो, यसको अपोजिटमा एट द रेट अफ यो आयो। अब यो के गर्छ कन्ट्रोल, यो एक अर्काको अपोजिट हुन सक्दैन, यो एक अर्काको अपोजिट हुन सक्दैन। त अब साइन के बाँकी रह्यो त, व्हिच साइन इज बाँकी रह्यो त। अब यहाँ हेर साइन अफ एक्सक्लामेसन आइसक्यो, साइन अफ एक्सक्लामेसन आयो 1, ह्यास आयो 2 है, एट द रेट अफ आयो 3 अनि ह्यास एट द रेट अफ अनि आयो। अब बाँकी हामीलाई के राख्यो, यो पनि आयो हैन। अब आयो भने बाँकी के रहन्छ त, बाँकी यो कन्ट्रोल साइन रहन्छ। त यो कन्ट्रोल इज अपोजिट टु के रे, कन्ट्रोल इज अपोजिट टु स्टार भन्दाखेरि यो स्टारको अपोजिटमा के हुन्छ कन्ट्रोल हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्छ। स्टारको अपोजिटमा के हुन्छ कन्ट्रोल हुन्छ। चाहे हामीले यसलाई रिलेट गर्दा पनि हुन्छ, यो डाइस र यो डाइसलाई रिलेट गर, यसरी पनि तिमी गर्न सक्छौ। यसरी जस्तो यो र यो के भयो कमन भयो है। यसमा हामी लियो भने के लिने, जस्तो यसमा एट द रेट अफ भयो, त्यसपछि हामीले के लियो कन्ट्रोल लियो, त्यसपछि साइन अफ एक्सक्लामेसन लियो हो। अब यो के रे यो लिने यो, त यसमा हामी के लिन्छौँ एट द रेट अफ। यहाँनिर के हुन्छ, अब यहाँनिर यो के भयो स्टार भयो अनि यहाँनिर के भयो यो ह्यास भयो। अब हामीले के देख्यो त एक अर्काको अपोजिटमा यो, यसको अपोजिटमा यो भयो, त यो त यसको अपोजिटमा यो भयो र ह्यासको अपोजिटमा साइन अफ एक्सक्लामेसन भयो भने यो स्टारको अपोजिटमा के हुन्छ कन्ट्रोल साइन हुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौं। यो लिँदाखेरि जहिले पनि एउटा कमन फेस लिने, कमन फेस लिइसकेपछि यसलाई के गर्ने क्लोकवाइज डिरेक्सनमा यसरी घुमाएर लेख्ने। त पहिले हामी के लेख्यौं एट द रेट अफ लेख्यौं, त्यसपछि कन्ट्रोल साइन लेख्यौं, त्यसपछि हामीले साइन अफ एक्सक्लामेसन लेख्यौं। अब यताबाट पनि हामीले के लियौ एट द रेट अफ लियौं
अनि यसलाई पनि हामीले यसरी क्लकवाइज डिरेक्सनमा घुमाइदियौँ अनि @ लेख्यो अनि यो स्टारको स्टार लेख्यो अनि त्यसपछि हामीले हैश साइन लेख्यो। हामीले क्वेशनमा के सोधेको छ व्हिच वान इज अपोजिट अफ स्टार सोधेको छ। हामीलाई व्हिच वान इज अपोजिट अफ साइन अफ एक्सक्लामेसन सोधेको छैन। त स्टारको अपोजिटमा के हुन्छ कन्ट्रोल साइन हुन्छ भन्ने कुरा हामी यसरी पनि बुझ्न सक्छौं, पत्ता लगाउन सक्छौं। जब एउटा साइड दिएको छ भने त्यहाँबाट दुईवटा कुनै यो चार एउटै डाइसको 4 किसिमले घुमाएर दिएको हुन्छ, चार किसिमले रोटेट गरेर दिएको हुन्छ एउटै डाइसलाई। त्यसमध्ये कुनै दुईवटाको बीचमा हामीले रिलेसन खोज्न सक्नुपर्छ। त्यो रिलेसन खोज्न सक्यो भने के हुन्छ हाम्रो आन्सर आउँछ। हामी आन्सर पत्ता लगाउन सक्छौं। रिलेसन खोज्न सकेन भने हामी आन्सर पत्ता लगाउन सक्दैनौं। त्यति कुरा चाहिँ ध्यान देऊ है। ल अब नेक्स्ट क्वेशन के होला हेरौं। नेक्स्ट क्वेशन नम्बर कति आयो 7। क्वेशन नम्बर 7 ल अप्सन पनि डिस्प्ले गर। हाउ मेनी डट्स will appear on the face opposite to the face with 4 dots। 4 dots को अपोजिट मा अब यसमा हामीले कतिवटा डट देखिरहेछौं 4 डट कुन डट को अपोजिट मा हामीले क्वेशन राम्ररी पढेर आन्सर भन्न त हेरौं कति जनाले भन्न सक्छ। क्वेशन पढेर आन्सर भन्न त हेरौं। आकाश क्वेशन पढ। हाउ मेनी डट्स will appear on the face opposite to the face with 4 dots। अब यहाँ 4 dots दिएको छ। फर्स्ट डाइसमा के दिएको छ 1 2 3 दिएको छ। अर्कोमा के दिएको छ 5 6 3 मा दिएको छ है 2 2 2 2 रङ। अरे तिमी कुरा बुझेनौ 4 बुझाउनु न त। अब हेर तिमी डाइस दिया छ नि, डाइस देखाएको छ यस्तो डाइस दिया छ हो। दुईवटा डाइस दिएको छ। फर्स्टमा यहाँनिर एउटा डट, यहाँनिर कतिवटा डट दुईवटा, यहाँनिर कतिवटा तीनवटा 1 2 3। अब यहाँनिर कतिवटा छ 1 2 3 1 2 3। यहाँनिर कतिवटा छ 1 2 1 2 3 अनि यहाँनिर छ 1 2 3 हैन। अब तिमीलाई के खोजे के 4 डट्स यहाँ दिएको छ छैन। अनि 4 डट्स हेर जस्तो यहाँ त 2 दिएको छ नि हैन। त 2 को अपोजिट के मान्ने मान 2 को अपोजिट के मान्ने 6 मान्ने हो सर 5 हो। के रे 2 को अपोजिट कति मान्ने रे यहाँ 6 मान्ने अथवा 1 को अपोजिट के मान्ने हे कृति नबोला न। 1 को अपोजिट के मान्ने हे कृति नबोला न। 1 को अपोजिट 5 मान्ने। अनि यहाँनिर 3 छ, यहाँनिर 3 छ कि छैन। त 3 एकअर्काको अपोजिट हुन सक्छ। 3 एकअर्काको अपोजिट हुन सक्छ। अथवा तिमी यहाँ 3 छ, 3वटा डट छ, यहाँ 3वटा डट छ। यसलाई के गर क्लकवाइज डिरेक्सनमा लेख। हेर अर्को ट्रिक भन्दैछु। यसलाई हामीले क्लकवाइज यो मेट्देऊ ठीक छ। यसलाई हामी क्लकवाइज डिरेक्सनमा लेख। जस्तो यो 3वटा छ, यो पनि 3वटा छ हो। यसलाई क्लकवाइज डिरेक्सनमा यसरी लेख्ने हो।
जस्तो हामी के लेख्ने 3 वटा डट लेख्यो 1 2 3, अर्को के लेख्यो 1 लेख्यो, अर्को के लेख्यो 1 र 2 लेख्यो। यो भयो कसको यसको फर्स्टको, यो भयो ए को, मानौ न यो ए को हो, अहिले मानौ, चाहे यसलाई हामी मानौ यो फिगर 1 को हो, यो हो फिगर 1। अब यसलाई मान्ने फिगर 2 मान्ने, फिगर 2 मान्ने, अनि फिगर 2 मा यहाँ हामी 3 बाट लिएको छौं, यसलाई पनि क्लकवाइज डाइरेक्सनमा घुमाउने, त यहाँ हामीले कति लिने 3 लिने, त्यसपछि हामीले यहाँ कति लिनु पर्यो 5, 1 2 3 4 5 लिनु पर्यो, अर्को हामीले के लिनु पर्यो 6 लिनु पर्यो, के लिनु पर्यो 6, 1 2 3 4 5 6। अब तिमी के हेर्न सक्छौ भने 3 को अपोजिट के भयो 3 भयो, 3 को अपोजिट 3 भयो, अब 1 को अपोजिट 5 भयो है, अनि यो 2 को अपोजिट के भयो 6 भयो। 3 को अपोजिट 6 त हुनै सक्दैन, त्यो त कहिले हुँदैन, 3 को अपोजिट कहिले पनि 3 हुँदैन। अब यहाँ आयो के त यो 3 हो, यो पनि 3, यो के 4, यो 1, यो 1, यो 6, त के आयो हामीले 2, यो हैन यो 2 हो, त हामीलाई के आइसक्यो कन्फ्युज भयो सर। कन्फ्युज भयो। हेर यहाँ पहिले तिमी के लेख भने ए पानी हरायो, अब तिमी यसरी मान हेर है, जस्तो यहाँ कति छ 1 छ हैन, यसलाई 1 मान्ने, ठीक छ, यसलाई के मान्ने यो 2 दुई वटा डट छ, यहाँ कति वटा डट छ 3 वटा डट छ, ठीक छ। अब यहाँ हेर, यहाँ पनि कति वटा डट छ 3 वटा डट छ, यहाँनिर कति वटा डट छ 5 वटा डट छ, यहाँनिर कति वटा डट छ 6 वटा डट छ। क्लियर भयो? ल हेर कुन नम्बर कमन छ भन, यो 3 र यो 3 कमन छ कि छैन, छ। अब यसलाई हामी यो 3 र यो 3 कमन छ कि छैन, छ सर। त कमनलाई पहिले हामीले लेख्ने, यहाँ 3 लेख्यौं, ठीक छ, अनि 3 पछि हामीले के लेख्ने 1 लेख्ने हो, अनि 1 पछि हामीले के लेख्ने 2 लेख्ने भयो। यो कुन फिगरबाट हामीले लेख्यौं, कुन फिगरबाट लेख्यौं 1 बाट। अब फिगर नम्बर 2 बाट लेख, फिगर नम्बर 2 बाट कमन लेख्ने, यो कमन यो हो, त हामीले 3 लेखिदियौं, त्यसपछि यहाँबाट घुमाएर हामी यहाँ ल्यायौं, के लेख्यो 5 लेखिदियौं हो, त्यसपछि यसलाई घुमाएर हामी यहाँ ल्यायौं, के लेखिदियौं 6 लेखिदियौं, त 2 को अपोजिट के भयो 6 भयो, 1 को अपोजिट के भयो 5 भयो हो, त 4 वटा त आयो नि यहाँ, 1 2 3 4, अनि यो के रे 5, कुन नम्बर बाँकी छ 4 बाँकी छ। 3 र 3 त एकअर्काको अपोजिट हुनै सक्दैन, यो त हामी क्लकवाइज डाइरेक्सनमा लेख्नलाई भनेको, त 3 को अपोजिट के हुन्छ 4 हुन्छ, 4 वटा डट हुन्छ यसको अपोजिट हुन्छ, जुन यहाँ देखाएको छैन। बुझ्यो? बुझे सर, बुझे। कि कन्फ्युज भयो? बुझ्यो सर। हल्का कन्फ्युजिङ रहेछ सर, तर बुझ्यो, हल्का कन्फ्युजिङ रहेछ तर सर, क्लियर तर भयो नि? बुझ्यो। हजुर हजुर, फर्स्टमा चाहिँ अलिक बुझ्दै थिएन के हो भनेर। अब अर्को हेर है त, अर्को क्वेशन डिस्प्ले गर। कति मिनट भयो? लगभग 30-32 मिनट भयो। ल अर्को क्वेशन हेर है, क्वेशन के दिएको छ पढ त। बिलो 4 पोजिशन्स अफ अ डाइस इज सोन, एउटै डाइसको 4 वटा पोजिसन दिएको छ। व्हिच अल्फाबेट विल बी अपोजिट टु केएल, केएल को अपोजिटमा के हुन सक्छ त? यो 4 वटामा 2 वटा, कुनै 2 वटालाई कम्पेयर गरेर हेर्ने, 4 वटामा कुनै 2 वटालाई कम्पेयर गरेर हेर्ने कुन हुन सक्छ? ल ट्राई गर त हेरौं, अनि अप्सन पनि डिस्प्ले गर त, अप्सन पनि डिस्प्ले गर।
यो तिमीहरू देखिरहेछौ, तिमीहरूको डाइसमा यो फिगर छ, यो तिमीहरूको त्यसमा यहाँ छ सिडी सर अलिकति तल बनाउनु न। इएफ, ठिक छ। यहाँ के छ इएफ हो, अर्को के छ एबी। एउटा डाइस यो भयो, अर्को डाइसमा के छ यो बनाऊ, यहाँ छ एमएन, अर्को छ एबी, अर्को के छ इएफ, यो भयो। अर्को डाइस बनाउने आइजे, केएल, जीएच। अर्को डाइस बनाउने चारौ, एउटै डाइसको चारवटा फिगर बनाएको छ। आइजे, एबी, केएल। ल पत्ता लगाऊ त, which option is correct? केएल छ, कसको पत्ता अपोजिट पत्ता लगाउने रे केएल। त केएल को एडजेसेन्टहरु के छ त, केएल को एडजेसेन्ट के छ हेर विचार गर। केएल को एडजेसेन्ट के हुन्छ, आइजे छ, अलरेडी दिएको छ हो। अर्को जीएच दिएको छ दिएको, केएल को एडजेसेन्ट आइजे र जीएच दिएको छ। अर्को हेर केएल को एडजेसेन्ट आइजे आइहाल्यो, के आयो रे एबी आयो हो, आयो। अब अर्को हेर, अर्कोमा केएल दिएको छैन हो, त के हुन सक्छ। अब कोहीसँग तिमी यसलाई कम्पेयर गर्छौ, यहाँ कतिवटा आयो, 1 2 3 4 आयो हो। अब तिमी केसँग कम्पेयर गर्यो, यसलाई कम्पेयर गर्यो, यसबाट हामी एडजेसेन्ट निकाल्यो। अब यहाँबाट अब पनि एडजेसेन्ट निकाल्यो, इएफ हुन सक्छ सर। के रे अब कम्पेयर गर्ने, तिमी कसलाई कम्पेयर गर्छौ, यसलाई योसँग कम्पेयर गर्छौ कि यसलाई योसँग कम्पेयर गर्छौ कि यसलाई योसँग कम्पेयर गर्छौ। अब कुनसँग कम्पेयर गरेर हेर्ने, तिमी कम्पेयर गरेर हेरेर यसको आन्सर पत्ता लगाऊ। सर सी होला, सर इएफ, सी सी नम्बर इएफ के भन्यो, सी 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 नम्बर इएफ छ नि, सी भनिरहेछौ हजुर। सीमा के छ, तिमीलाई सोधे हैन हौ, सरलाई सोधिरहेको छु। सीमा इएफ छ हजुर, सीनको ई र एफ छ नि, त्यो हो। खोइ कन्फ्युज भयो जस्तो छ। इएफ चाहिँ अब ट्राई गर्दा अब कसरी कन्फ्युज भयो, अनि तर कस्तो छ के छ अलिक भन्न न। अब तिमी सिम्पल छ नि, मैले पहिले कुन फन्डा लगाउँछु तिमी भन, तिमी कुन फन्डा लगाउँछौ जो सी केएल को इएफ हुन्छ। यो त ठीक छ, आन्सर ठीक छ, तर कुन फन्डा लगाउँछौ तिमी, ल फन्डा भन, बुझेको छ भने भन। केएल को दुईटै पोजिसनमा इएफ छ के, त्यही भएर केएल को दुवै पोजिसनमा के छ, इएफ हो हो। त्यो फन्डा लगाउँदा पनि हुन्छ, केएल को दुवै पोजिसनमा के हुन्छ, इएफ हुन्छ हो, यो पनि हुन्छ। ल अब यसलाई राम्ररी ध्यान दिएर हेर है, म अब अर्को भन्छु तिमीहरूलाई। नेक्स्टमा छ क्वेसन नम्बर 9। कति मिनट बाँकी छ, फेरि अफ होला एकैचोटि। लास्ट क्वेसन गरौँ, लास्ट एउटा गर। फन्डा लगाऊ, अलिकति सोच है, सोच्यो भने निस्किन्छ। अलिकति प्र्याक्टिस चाहिन्छ, प्र्याक्टिस नभइकन पत्ता लगाउन गाह्रो हुन्छ। ल अब अर्को छ, फ्रम द पोजिसन अफ अ क्यूब आर सोन बिलो। अब एउटै को चारवटा पोजिसन दिएको छ। व्हिच सिम्बल विल बी अन द फेस अपोजिट टु द फेस आई। आई को अपोजिटमा के हुन सक्छ, आई को अपोजिटमा के हुन सक्छ, यो बहुत सजिलो छ सर आई
आइभी यस सर हो जस्तो यसमा तिमी फिगर फर्स्ट के अरे सेकेन्ड र थर्ड लिँदा तिम्रो निस्किन्छ हेर सेकेन्ड र थर्ड लिँदाखेरि के निस्किन्छ जस्तो थर्ड सेकेन्डमा पनि थर्ड जस्तो तीनवटा थर्ड तीनवटा लाइन भर्टिकल लाइन फर्स्ट सेकेन्डमा पनि छ र थर्डमा छ अनि थर्डमा 5 पनि छ र सेकेन्डमा पनि 5 छ भन्दाखेरि यसरी बुझ्ने अरुमा बनाइन अरुमा पनि बनाएर तिमी हेर्न सक्छौ जस्तो देखिरहेछ हैन अलि यता लेखे है त अलि बिग्रियो जस्तो छ यो 1 6 2 यो 1 3 5 1 3 यो के हुन्छ 4 3 5 अर्को यहाँ के छ के छ 4 3 र यहाँनिर के छ 6 छ अब तिमी हामीले के गर्नु पर्यो यसमा धेरै सोच विचार गरिराख्नु पर्दैन हैन जस्तो तिमी यो फिगर र यो फिगर ल्याऊ है यसमा यो र यो दुईटा के छ कमन छ हैन भन्दाखेरि यो यसको अपोजिट हुन्छ यो यसको के हुन्छ अपोजिट हुन्छ फन्डा क्लियर छ अरु के रे धेरै छदै छैन यसमा ल अब म धेरै क्वेशन सल्भ गर्दिन अब तिमी चाहिँ एउटा अर्को स्लाइड डिस्प्ले गर यसको यसलाई मेट्दिउ हैन म यसलाई मेटे एक दुईवटा क्वेशन दिन्छु तिमी आफै गर म अर्को नेक्स्ट डे अब टाइम पनि सकिन लाग्यो कति मिनेट बाँकी छ 5 मिनेट्स अब डाइसबाट एउटा क्वेशन सोध्छ है सम्झिराख तिमीहरुले नेमको जाँच दियो होला शनिबारको त्यहाँबाट डाइसबाट क्वेशन सोधेको छ ओपन डाइस थियो कि क्लोज डाइस थियो भन त कुन डाइस सोधेको थियो ओपन डाइस सोधेको थियो कि क्लोज डाइस थियो जाँच दिया थियो कि थिएन शनिबार अस्ति सर ओपन थियो सर त्यो फोल्ड गर्दा चाहिँ कुन फेस डिस्प्ले हुन्छ बाहिर भनेर त्यही आको थियो त्यहाँबाट त्यो त्यसबाट पनि दिएको थियो होला यो शनिबार जाँच दिएन यो शनिबार जाँच दिएन क्वेशन नम्बर कति आयो 10 आयो क्वेशन नम्बर 10 मा के छ हेर है यसको आन्सर सोचेर भन त हेरौ त कति जनाले भन्छौ सर नन अफ दिस सर डी सर भेरी गुड एकदम ल भेरी गुड नन अफ दिस थ्यांक यू सर ल लगायो फन्डा भेरी गुड ल यस्तै गर्न सक्यो भने हुन्छ ल आजलाई यति गर्ने त ल एउटा अर्को पनि गरिहाल त ओपन डाइसको गर ल यो त गाह्रो छ गर्न सर यही हो कन्फ्युजन ओपन डाइसको गाह्रो छ गर्न कस्तो मिस्टेक हुन्छ सर कस्तो लाग्छ यो आन्सर तर दिमाग मिस्टेक लगाऊ भइदिन्छ के म अर्को भोलि अथवा कहिले मिल्छ तिमीलाई नोटिस आउँछ त्यसमा म हजुर त्यसमा म एक्सप्लेन गर्छु यो ओपन डाइसको बारेमा क्लोज डाइस अलमोस्ट बुझ्यो तिमीहरुले हैन हजुर यो ओपन चाहिँ लास्ट कन्फ्युजन क्लोज लाग्छ डाइस चाहिँ यही आन्सर फेरि मिस्टेक भइदिन्छ के क्वेशन पनि पछि हामी हाल्दिन्छौ त्यसमा प्र्याक्टिस गर ओपन डाइसको आज भ्याउँदैन ओपन डाइसको केही रुल्सहरु पनि भन्छु त्यसपछि भोलि गर्छु है त ल आजलाई बाइ बाइ सी यू एन्जॉय हैव अ गुड डे बाय बाय सर थ्यांक यू सर सर थ्यांक यू सो मच सर हस् त सर थ्यांक यू सो मच थ्यांक यू कति भयो